ल आजदेखि सबैलाई नमस्कार। हाम्रो दसैँ सुरु भइसक्यो। दसैँ मनाउनको लागि म मामा घर पुगिसकेँ। अनि दसैँको भोलि दसैँ हो अनि आज कुरौनी घट्ने कार्यक्रम हुँदैछ। अनि त्यसपछि माइजू र म कुरौनी घट्न लाग्यो। माइजू पनि मैले माइजूलाई सहयोग गर्दैछु। अनि कुरौनी घट्दा घट्दा अब लगभग आधी जस्तो भइसक्यो। अब कुरौनीको फाइनल लुक्स चाहिँ आइपुग्दैछ। अनि सबैजना जम्मा हुँदै पनि छौँ। अनि रमाइलो गर्ने कार्यक्रम पनि छ। त्यसपछि भोलि दसैँ पनि हो। अनि कतिजनाको काम पनि छ, कतिजनाको खाली पनि बिदा पनि छ। अनि यस्तै गरेर सबैजना जम्मा भयो साँझमा। त्यसपछि अब कुरौनी फाइनल हुन लागिसकेको छ। अनि अब फाइनल लुक्स यस्तो हुँदैछ कुरौनीहरू। अनि सबैजना बसेर खाने अनि रमाइलो गर्ने कार्यक्रम पनि भइरहेको छ। त्यसपछि फाइनल दसैँ यस्तो भयो। मेरो चाहिँ टिका थिएन, टिका नभए पनि रमाइलो चाहिँ रमाइलै भयो।